वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ हामी फर्स्ट टाइम प्र्याङ्क गर्न आँटेको, त्यो पनि मम्मीमाथि। अब भन्नु के प्र्याङ्क गर्न आँटेको? हामीले चाहिँ अब फर्स्ट टाइम चाहिँ उसको मम्मीसँग चाहिँ प्र्याङ्क गर्दैछौँ। प्र्याङ्कको टपिक चाहिँ के छ भन्दाखेरि उसको मम्मी चाहिँ अलिकति स्ट्रिक्ट हुनुहुन्छ कि यो पढाइको मामलामा। अनि ऊ चाहिँ अलिकति 100मा 90 मात्रै आए पनि गाली गर्छ, 0.5 अथवा 1-2 मार्क्स कम आए पनि उसले जहिले गाली खान्छ। अनि आज चाहिँ फर्स्ट टाइम हामीले एउटा नक्कली क्वेसन पेपर बनाएर उसलाई चाहिँ यहाँ एक्जाम दिलाएर 60मा जम्मा उसले 14 मार्क्स ल्याएको छ। यसमा चाहिँ उसलाई फेल बनाइदिएको छौँ हामीले। आज ऊ फेल हुँदाखेरि चाहिँ उसको मम्मीलाई उसले कस्तो कारवाही गर्छ होइन, के गर्दो रहेछ त्यो चाहिँ हामी चाहिँ आज यो प्र्याङ्क गरेर देखाउँदैछौँ होइन। यो चाहिँ फुल मार्क्स चाहिँ 60 हो अनि मेरो चाहिँ 14.5 आएको। अनि पास मार्क्स चाहिँ 30 कि, अनि म फेल भएको है। अब भात खायो, अब कुटे खान बाँकी छ। अनि हामी चाहिँ यहाँ लुकेर क्यामेरा छुपाउने छौँ। अनि अङ्कलले मम्मीलाई बोलाउनुहुन्छ तामाङ भाषाबाट। अनि पछि सबै कुरा भन्नुहुन्छ, हेर क्लास टेस्टमा यस्तो गरेछ उस्तो गरेछ भनेर भन्नुहुन्छ। अनि यहाँ चाहिँ मैले खाट मिलाएको छैन, ब्ल्याङ्केट पठाएन, किन भन्दाखेरि ब्ल्याङ्केटमा लुक्यो नि त। मैले पिट्न आयो भने त मलाई दुःख लाग्छ ब्ल्याङ्केटमा लुक्ने। अनि धेरै पिट्न थालेपछि चाहिँ हामी प्र्याङ्क भनेर भनिदिने। ल सुरु गरौँ है त। अब यो हामी चाहिँ मोबाइल पहिला छुपाउँछौँ है त, त्यस पछाडि हामी आउँछौँ। त्यहाँ मोबाइल लुकाउँदैछ अङ्कलको, त्यो मोबाइलबाट चाहिँ हामी ब्लग बनाउँछौँ। अनि मलाई चाहिँ डर लागिरहेछ पहिला हामीले प्र्याङ्क कुट्छ भनेर। अनि हामीले चाहिँ यो प्लान चाहिँ हिजो राति बनाएको। अब चाहिँ मम्मीलाई बोलाएपछि भेटौँ न। अब हामी सुरु हुँदैछ है त। मम्मीलाई बोलाउनु छुपेर बस्ने हो क्या। यहाँ चाहिँ राम्रो मार्क्स आएको कपीहरू पनि छ। म चाहिँ सबै यो निकालेर देखाउँछु होइन। यो मात्र हो के अङ्कल नभन्नु भनेर आउँनुहुन्छ म चाहिँ। खोइ त्यो नक्कली चाहिँ भित्र छ, म यसो देखाउँछु। अङ्कल नभन्नु अनि तपाईँ होइन अङ्कल नभन्नु है म त पानमा आएर के हो न अहिले चाहिँ त्यहाँ त्यो ढोकासम्म अङ्कल नभन्नु है भनेर अहिले सैन्यन ओ सैन्यन अङ्कल नभन्नु है। अङ्कल कस्तो के तपाईँ त नभन्नु भनेर के त लोग्नु पर्दैन क्या, त लोग्नु पर्दैन। क्लास टेस्ट चाहिँ मेरो ठिक मलाई 60-14 60-14 छु ठिक लाग्छ। के गरे यसले 60 मुजम्मा 14। अबदेखि त्यस्तो लिएर आएर त त्यत्रो कहिले गयो 4-5 दिन अगाडि त छुम नानी माझ यहाँ त यसलाई बिहा खोताल्दैछु जुन चियामाले मोबाइलमा आयो माथि ब्रान्डमा ठ्याक्कै स्कुल पढ्न सक्दिनँ बच्चा मान्छे नै पक्केर बाउले बोलाउँछु म फेल ठुक्क त उठ यहाँ हेर दिदीले कस्तो गरेछ, तैँले पनि यस्तै गरेछ कि क्या हो, लुगाइराखेछ कपी या फेल भएर। तेरो पनि त्यस्तै छ क्या हो दिदी बहिनीको चाल हेरे 0.5 5 मार्क्समा। भाडा माग्ने न तिम्रो उठ भनेको
उठ भनेको छिरिन राम्रो बच्चाले भन्दा हिँड छिटो छिरिन छिरिन हिँड भनेको हल्ला बढे हिँड उठ उठ छिटो छिटो उठ छिटो छिटो छिरिन छिरिन हिँड भने तैँले हेपेको हो फेरि मलाई बढी करायो भने कराउनु आयो भने मलाई रिस उठ्छ नि फेरि छिरिन छिरिन निस्कि निस्कि भनेको एउटा छिरिन तैँले साँच्चै हेप्या हो मलाई छिरिन छिरायो त्यो भाडामा हान्दैन भन्दा आयो भने आयो फेरि अहिले भनेको मान्यो भने नगर्छु नि फेरि त्यो भाडामा चाहिँ आफ्नो त्यतिको सरसफाइ धरी कहिले जिन्दगी गर्दैन हिँड भनेको भन्नु हान्दैन भनेपछि छिनै फेरि मलाई फेरि हान्छ हान्छ भने मार्छु नि फेरि हिँड्छु आएर म चाहिँ डक्टर आउँदै टोइलेट सफा गर्न नि दर्जामा हुँदैन तिमीहरू हिँड भनेपछि हिँड भनेपछि हिँड न हिँड भनेपछि हेलो ओइ त्यसै नहुने हिँड भनेपछि मान्दैन हिँड भनेको सुन्दैन मार्क्स चाहिँ हो तर मैले स्कुलमा त्यतिकै पढ मैले बनाएको हो आजलाई यति नै बाई मेरो याद काटी साटी मड्क्यो धरो कोठे खाइस होइन त धरो खायो आज त धरो कोठे खायो आज केटा हो बाई बाई कपाल सपाल भुटेर झ्याम यहाँ भिटामिन खियाइक्यो होइन यसको नि त्यस्तै छ किन गाइज अबलाई बाई बाई है आजलाई चाहिँ अरू बेला नि प्र्याङ्क लिएर आउँछु कमेन्ट गर्ने होला के प्र्याङ्क लिएर आउँछु प्र्याङ्क चाहियो भने चाहिँ कमेन्ट गर्नु होला सेयर गर्ने होला हरर रिचुअलहरू चाहियो भने पनि भन्नु होला 12 बजे उठेर गर्नेवाला छौँ हामी यहाँ हेर्नु यसको चालमा मेरो बहिनी मलाई एकदमै मन पर्दैन त्यही भएर त त्यसको अङ्कलले छेकेको नरबेल छेक्दैन हेर चुरा पनि फुटेछ मेरो हेर हात पनि काटेछ मैले भिडियो लामो होस् भनेर छेक्या हो कि प्र्याङ्क गर्न हात यता पनि काटेछ यहाँ पनि काटेछ यो मेरो काटेछ त्यो यहाँनिर उठ्यो चुरा फुटेर हात काटेछ तपाईले चाहिँ त्यसको कपाल त्यस्तो झारेको थियो ल बाई बाई गाइज त्यस्तो चाहिँ गर्नुपर्छ मैले के गर्छु